नमस्ते साथीहरू, आज हामी एउटा निकै महत्त्वपूर्ण संवेदनशील प्रश्नमा केन्द्रित हुन्छौँ। नेपालीलाई अहिले राष्ट्रपति चाहिन्छ कि राजा? देशको हालको राजनीतिक परिस्थिति, जनतामा बढ्दै गएको असन्तुष्टि, नेतृत्वको सङ्कट र वैकल्पिक व्यवस्थापनको खोजी सबैलाई हेरेर यथार्थ आधारित विश्लेषण प्रस्तुत गर्नेछु। वर्तमान राजनीतिको स्थिति के भइरहेको छ नेपालमा? सरकार परिवर्तन बारम्बार हुन्छ, स्थायित्व छैन, नेताहरू बीच आन्तरिक किचलो, आरोप प्रत्यारोपले देश खोइ कहाँ पुग्छ, नीति निर्माणका ढिलासुस्ती, परियोजनाहरू अधुरै, जनतामा बढ्दो भ्रष्टाचारको आक्रोश, युवा विदेशी दर इतिहासकै सबैभन्दा उच्च, जनता भन्छन् नेता बदलिन्छ तर प्रणाली फेरिएन भने केही हुँदैन। यही कारण अहिले देशमा यो बहस बढी चर्केको छ। राष्ट्रपति प्रणाली बलियो बनाउने कि राजतन्त्र पुनर्स्थापना गर्ने? राष्ट्रपति प्रणाली अपनाउँदा के फाइदा र के कमजोरी हुन्छ? आउँ बुझौँ साथीहरू। फाइदा: जनताद्वारा चुनिने नेतृत्व लोकतान्त्रिक वैधानिकता हुन्छ, शक्ति जनतामै रहन्छ, सुधार सम्भव यदि सही नेतृत्व आयो भने, नयाँ पुस्ताको नेतृत्व आउने सम्भावना पनि धेरै हुन्छ। दलगत राजनीति अत्याधिक प्रभावशाली हुन्छ, स्थिरता कमजोर हुन्छ, भ्रष्टाचार नियन्त्रण गर्न कठिन हुन्छ, गठबन्धन सरकारको झमेलाले निर्णय प्रक्रिया सुस्त हुन्छ, राष्ट्रपतिको भूमिका सेरोमोनियल मात्र, वास्तविक शक्ति सरकारमा हुँदैन। नेपालको केसमा समस्या प्रणाली भन्दा व्यक्तित्व र राजनीतिक संस्कृतिमै धेरै देखिन्छ। अब कुरा गरौँ राजतन्त्रको। राजतन्त्रको फाइदा र कमजोरी के हुन सक्छ त? फाइदाको कुरा गर्नुपर्दा एकीकृत राष्ट्रिय प्रतीकको रूपमा कार्य, लामो समयको परम्परा, स्थिरता, दलगत झगडाबाट बाहिरिएको नेतृत्व, राष्ट्रभक्तिको भावना बलियो बनाउने सम्भावना। कमजोरी के हुन सक्छ त? जनताद्वारा नचुनिने, लोकतान्त्रिक वैधता कमजोर, इतिहासमा देखिएको शक्ति दुरुपयोगको डर, गलत नेतृत्व आयो भने सुधारको विकल्प सीमित, आधुनिक लोकतान्त्रिक मूल्यसँग केही ठोकिने क्षेत्रहरू। नेपालमा 2063 पछि राजतन्त्रप्रति मिश्रित भावना देखिन्छ। कसैलाई राजाले स्थिर दिन्छ भन्ने विश्वास छ, कसैलाई फेरि अथोरिटियन हुन्छ भन्ने डर छ। जनमत: आखिर जनता के चाहन्छन् त? हालसालै सडकमा, सामाजिक सञ्जालमा युवाहरू जहाँ त्यतै बहस हुँदै आएको छ। एक थरी भन्छन् राजा फर्कियो भने देश बन्छ, अर्कातिर भन्छन् लोकतन्त्र नै सर्वोत्तम तर सुधार आवश्यक। नयाँ पुस्ताले चाहेको कुरा स्पष्ट छ, नेतृत्वमा इमानदारी, पारदर्शिता र काम गर्ने सरकार, चाहे त्यो राष्ट्रपति होस् वा राजा। अब आउँ साथीहरू, अन्त्यमा बुझौँ नेपालको लागि सबैभन्दा उपयुक्त विकल्प के हुन सक्छ त? नम्बर 1, सुधार सहितको लोकतान्त्रिक प्रणाली, रिफर्म रिपब्लिक। नम्बर 2, संवैधानिक राजतन्त्र सहितको लोकतन्त्र, यानि कि हाइब्रिड मोडल, जहाँ राजा राष्ट्रिय एकताको प्रतीक हुन्छ, कार्यपालिका जनताद्वारा चुनिन्छ, सेना धर्म संस्कृति जस्ता संवेदनशील शक्ति सन्तुलन हुन्छ, दुवैको भूमिका सीमित तर स्पष्ट। नेपालको वास्तविकता अनुसार धेरै विश्लेषकहरूले सुध्रिएको प्रणाली नै समाधान भन्दै आएका छन्, चाहे त्यो बलियो राष्ट्रपति होस् या संवैधानिक राजा। अन्त्यमा के भन्न चाहन्छु, अब के चाहिन्छ त नेपालीलाई? नेपाललाई अहिले चाहिएको कुरा के हो त? न त केवल राष्ट्रपति, न त केवल राजा, तर जवाबदेही नेतृत्व, स्थिर सरकार, नेताहरूको इमानदार राजनीतिक इच्छा शक्ति र शुद्ध पारदर्शिता शासन प्रणाली। यदि यी कुरा पुरा भए, राष्ट्रपति राजा जोसुकै भए पनि नेपाल विकासतर्फ अघि बढ्न सक्छ। यदि तपाईलाई आजको भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनु होला। धन्यवाद।